नेपाल राष्ट्र ब्याङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको आधारमा ब्याङ्क तथा वित्तीय संस्थाका लागि नयाँ व्यवस्थापनको सर्कुलर जारी गरेको छ। सर्कुलर अनुसार बाढी पीडित जिल्लाका उद्यम व्यवसाय कर्जालाई ऋणीको अनुरोधमा पुनर्संरचना गर्न सकिने व्यवस्था छ। यसका लागि नगद प्रवाह र आम्दानीको विश्लेषण गरी कम्तीमा 10% ब्याज असुल गरी आगामी चैतभित्र पुनर्संरचना गरिसक्नुपर्नेछ। अब ब्याङ्क तथा वित्तीय संस्थाले प्रयोजन नखुलाई 1 करोड रुपियाँसम्म व्यक्तिगत कर्जा दिन सक्नेछन्। तोकिएको सीमा नागेमा अतिरिक्त रकममा 100% कर्जा नोक्सानी व्यवस्था लागू हुनेछ। विशेष कार्यक्रमका लागि उपलब्ध कर्जाको ब्याज दर घटाएर 5.75% गरिएको छ, जसले कृषि, लघु उद्यम र प्राथमिकता क्षेत्रका कर्जामा राहत ल्याउनेछ। यसैगरी घ वर्गका वित्तीय संस्थाले विपन्न तथा न्यून आय समूहलाई कृषि वा लघु उद्यमका लागि दिने कर्जा 7 लाखबाट 15 लाख रुपियाँ पुर्याइएको छ। तर समूहका सदस्यले एकैपटक कर्जा वा धितो कर्जामध्ये केवल एक विकल्प लिन पाउने व्यवस्था छ।